गाइज आज हामी कुलाइनमा आइछौँ। आज हाम्रो सुवेदीको कुल पूजा 2082 सालको कुल पूजा यो। अब पछि आउने जेनेरेसनलाई पनि हुन्छ, हामीलाई पनि पछि हेर्नुहुन्छ को सहभागी थियौँ को थिएनौँ भनेर, यसो हाम्रो लागि मेमोरी हुन्छ भनेर भ्लग बनाएछु। सो यो चाहिँ स्पेसल्ली चाहिँ गामतिरैकाले हेर्न अझ छ, अब सबैले हेरिदिनु होला हेर्न त। र अरू चाहिँ म भ्लगमा देखाउँदै जान्छु। साँझ पख भजन होला सायद, होला नहोला। उता फेरि पल्लो गाउँमा एउटा चौरासी छ अरे, अब चौरासी यहाँ पनि भजन गाउने ऊ छ, प्लान छ हो। त्यस कारण अब यहाँ भजन हुन सक्छ नहुन सक्छ, जे भयो नि म आउँदोमा देखाउँदै जान्छु है त। ल अरू यहाँ क्लिपहरू हेर्नु होला। लगाइदेऊ परमेश्वरलाई पनि वैकुण्ठ, लैजाऊ भगवानलाई पनि वैकुण्ठ। पूजाको समारोहमा छौँ। सुवेदी कुल परिवारहरू यहाँ जम्मा हुन्छ, आदरणीय दाइ अग्रजहरू सबैजना। हामी यो भजन गाउँदै मन्दिरमा जाने क्रममा छौँ। अब यता हुँदै कुल मन्दिरमा जानेछौँ। त्यसपछि यता आउँदै हुनुहुन्छ, यता सबै अग्रजहरू हुनुहुन्छ, टाढा टाढाबाट आउनुभएको। अगाडि भजन कीर्तन गरिराखेको छ, भजन कीर्तन गरिराखेको छ। अन्त अलिकति धुलो कुल मन्दिर त्यहाँ छ। भजन गाउँदै आइयो। यता चाहिँ अरू अग्रजहरू हुनुहुन्छ। यता यहाँ विधि पूजाको विधि प्रक्रिया पुराहरू चाहिँ नेपाली अघिल्लो वर्ष तुलनामा अलि उपस्थिति धेरै नै छ तुलनात्मक रूपमा हेर्दा। यता चाहिँ सम्पूर्णजना हुनुहुन्छ। यता प्रक्रिया हुँदैछ खानपिन सम्बन्धी।
सविता कति बेला आउँछ नि हिजो ए हो म आएँ जस्तो भन्दाखेरि त भ्लग यसो डकुमेन्ट्री टाइपको हरि ओम तत्सत् हरि ओम तत्सत् हरि ओम तत्सत् हजुर दाजु त्यही हो उता गहन होला हेर्नु वर्तमाने सती संस्थाना मते नाम संवत्सरे श्री कृष्ण भगवान दक्षिणाय माते उत्तम माते माते हम पूर्णिमा परमणि महापुण्य तीर्थ गुरुवासरे चियापान कार्यक्रम हुँदैछ अहिले उता म भान्सातिर जाँदैछु छ कुलान भान्सातिर पाक्दैछ खतरा खत्रु
घुँडी ठुलो छ खाइयो अब यो तरकारी खानु पर्यो उठेरै खान्छ होला नि त रेडी गर्छ मेरो मोबाइल होइन उता उता छेउमा ठुलो नमस्ते आराम हुन्छ के ठिक छ गरे हजुर ठिक छ हजुर भर्खरै खाएर भ्याइयो खान्ति